2083 सालको सुरु गर्दै गर्दाखेरि 2082मा के कुराहरू सिक्नुभयो त? मैले चाहिँ मेरो जीवनमा सबै कुरा श्रीकृष्णमा समर्पण गर्नुपर्छ भन्ने कुरा सिकेँ 1 नम्बरमा, र 2 नम्बरमा भनेको चाहिँ मेरो जीवनमा आउने हरेक परिस्थिति, हरेक व्यक्ति, हरेक वस्तु, मैले पाउने हरेक कुरा चाहिँ श्यामाज्यूले दिनुहुन्छ। कोही व्यक्तिलाई माध्यम बनाउनुहुन्छ र मेरो जीवनमा पठाउनुहुन्छ, र मैले चाहिँ उहाँको त्यो माध्यमद्वारा मैले त्यो कुराहरू चाहिँ प्राप्त गर्छु, र मलाई दिने व्यक्ति को हुनुहुन्छ? श्रीकृष्ण हुनुहुन्छ। र मैले यो भावना गर्दै गर्दाखेरि चाहिँ एक लेभलमा डिट्याचमेन्ट चाहिँ भइदो रहेछ। कसरी भन्दाखेरि तपाईलाई चाहिँ श्रीकृष्णले चिठी लेख्नु भयो। अब त्यो तपाईलाई चिठी पठाउने एउटा पोस्टम्यान हो, माध्यम त को भन्छ? पोस्टम्यान भन्छ। र तपाईँ बाटोमा पोस्टम्यानले चिठी ल्याएर दिँदैछ भने के तपाईँ पोस्टम्यानसँग तपाईँ फल इन लभ हुने हो र? होइन नि, तपाईँ कृष्णसँग फल इन लभ हुने हो नि त। सो एभ्री पर्सन हाम्रो लाइफमा आउने चाहिँ को हुनुहुन्छ भने मिडियम हुनुहुन्छ, जसले चाहिँ श्रीकृष्णको चिठी पठाउनुहुन्छ। कसैले प्रेमको चिठी पठाउनुहुन्छ, कसैले आफ्नो हाम्रो कर्म अनुसार, कसैले रिसको चिठी पठाउनुहुन्छ, रिसाउनु भएको चिठी पठाउनुहुन्छ, कसैले गिफ्टको चिठी पठाउनुहुन्छ। र मैले यो वर्ष धेरै गिफ्टको चिठी पाएको छु श्यामबाट, र त्यो चिठीहरूमध्येमा एउटा चिठी रहेको छ यो मेरो वृन्दावनबाट आएको साडी, र अर्को रहेको छ मैले खुट्टामा लगाएको पाउजु।